यो एभरेज नै हो सबभन्दा धेरै आइक्यूमा सोध्ने। एभरेज भनेको आइक्यूमा सबैभन्दा धेरै सोध्ने यो र समयकाल। अहिलेसम्म आइक्यूको इतिहासमा कुनै पनि इक्जाममा नटुट्ने अधिकांश समय सधैँ आउने यो एभरेज हो। यो चाहिँ तपाईँको एकदम हाई फ्रिक्वेन्सी भएको सबैभन्दा आइक्यू म्याथमा धेरै सोधिने आइक्यूमा सोधिने हो। आइक्यूमा सोधिएको र सोधिने टपिक हो यो। सोधिएको र सोधिने टपिक यो कुरा बुझ्नु पर्यो। अब यो एभरेजमा आइक्यूमा सबैभन्दा धेरै पटक सोधिएको र सोधिने टपिक हो। अफिसरको 70 सालको इक्जाम पछि कुनै पनि इक्जाममा नटुटे टपिक पनि यही नासुमा त्यस्तै छ भनेपछि यो अति धेरै सोध्छ। अब एभरेज भने औसत भनेपछि यो यसलाई औसत भन्नुहोस्, यक्स बार भन्नुहोस्, मिन भन्नुहोस्, एउटै हो। औसत भन्नु, मध्यक भन्नु, यक्स बार सबै एउटै हो। जम्मा संख्या जम्मा योगफल अपन जम्मा संख्या हेर्नुहोस् है, जम्मा योगफल अपन जम्मा संख्या, जम्मा योगफल अपन जम्मा संख्या समेसन एफएक्स अपन एन समेसन एफएक्स अपन एन। जहिले पनि तपाईँले औसतको कुनै पनि प्रोब्लम गर्दै गर्दा तपाईँले योगफल कसरी निकाल्न सकिन्छ एउटा त्यो माइन्डमा राख्नु होला। अर्को संख्या कतिवटा हुन्छन् त्यो कुरा माइन्डमा राख्नु होला। यति तपाईँले पहिचान गरिदिन सक्नुभयो भने तपाईँले जहाँबाट सुरु गरेर जे निकाल्न नि सक्नुहुन्छ। भनेपछि तपाईँलाई सबभन्दा पहिला त योगफल चाहियो, जोड निकाल्नु पर्यो। त्यसलाई संख्याले भाग गरेपछि औसत आउँछ। औसत भने त सेन्ट्रल टेन्डेन्सी त हो नि, कति फैलाइया छ भन्ने कुरा थाहा हुने हो। भनेपछि यो कुरा तपाईँले ख्याल गर्नु पर्यो हो। अब म यहाँ दिन्छु, जस्तो अब तपाईँको चाहिँ आइतबार तपाईँको टेम्परेचर छ 27 डिग्री, सोमबार तपाईँको 30 डिग्री, मङ्गलबार 23 डिग्री, बुधबार 26 डिग्री, शुक्रबार 34 डिग्री, बिहिबार 34 डिग्री, शुक्रबार 35 डिग्री, शनिबार चाहिँ तपाईँको 30 डिग्री। भनेपछि यो एक हप्ताभरिमा औसत तापक्रम कति होला भनौँ। उसले दियो 7 दिनको तापक्रम दियो। आई सन्डे, मन्डे, ट्युजडे, वेन्सडे, थर्सडे, फ्राइडे, स्याटरडे 7 दिनको तपाईँलाई उसले तापक्रम दियो। त्यो 7 दिनको तापक्रमको औसत कति होला भन्नु। अब यहाँ हेर्नुहोस् है, यो सबै जोड्नुहोस्, यो सबै जोड्नु पर्यो।
अपन यहाँ नै यो सबै जोड्नुहोस् 1 2 3 4 5 6 7 7ले भाग गर्नुहोस् भनेपछि यदि उसै नम्बर दियो भने त यो त केही समस्या भएन यो टाइपमा त केही समस्या भएन अब ल 5 4 9 6 15 3 18 7 25 को 5 आधा 2 3 2 5 3 8 3 11 2 13 2 15 3 18 2 20 शून्य आधा 2 अपन 7 7 2 14 7 2 14 6 5 7 9 ल 29 point समथिङ रहेछ भनेपछि यो त तपाईँको केही गाह्रै भएन यो फल निकाल्नै सकियो होला यो त यति सजिलो त कहाँ आउँछ र अब उसले दिएकोमा हेर्नु है अब सेकेन्ड टाइपमा चाहिँ 25 देखि 40 सम्मका सबै संख्याको औसत कति हुन्छ भन्यो सबै संख्याहरूको औसत कति हुन्छ भन्यो 25 देखि 40 सम्मका सबै संख्याहरूको औसत कति हुन्छ 25 देखि 40 सम्मका सबै संख्याहरूको औसत यहाँ हेर्नु अब पहिलो संख्या 25 25 देखि 40 सम्मका सबै संख्याहरू भन् पहिलो संख्या 25 अन्तिम संख्या 40 अपन 2 गरिदिनु सिद्धि संख्याको अन्तर बराबर छ भने यति गर्नु भनेपछि सजिलो हुन्छ यो फल निकालेर बसेर तपाईले संख्याले भाग गरेर बस्दा पनि हुन्छ त्यही हो तर यो चाहिँ इजी भयो यो 65 बाई 2 भनेपछि 32.5 ठ्याक्क बिचा यो 25 देखि 40 का बिचा त यो हो नि त एभरेज भनेको बीच हो किन यस्तो हुन्छ त जस्तो अब तपाईलाई यस्तै क्वेसन आउला 1 के रे 5 देखि 15 सम्मका भन्ला 5 देखि 15 सम्मका सबै संख्याको औसत भन्ला सम्मका सबै संख्याको औसत भन्यो भनेपछि अहिले हामीले सिकेको ट्रिकले चाहिँ के त हो भन्दा पहिलो 5 अन्तिम 15 अपन 2 भनेपछि 15 5 ले 20 अपन 2 कति आयो 10 आयो यति हो नि त अब यो रियलमा चाहिँ कसरी हो त भन्दा यो 5 देखि 15 सम्मको योगफल समेसन यक्स बराबर 5 6 7 8 9 10 11 12 13 14 15 योसँग जोड्दाखेरि कति आयो भन्दा 110 आयो योगफल 110 आयो हामीले इक्जाममा चाहिँ यति गर्ने हो रियलमा चाहिँ यस्तो हो अब यन चाहिँ 11 वटा छ एउटा दुईटा 3 4 5 6 7 8 9 10 11 वटा अब यक्स बार बराबर समेसन एक्स अपन यन यक्स बार बराबर समेसन यक्स अपन यन समेसन यक्स भनेको 110 अपन यन भनेको 11 यसले काट्दा 10 आग्या हो यसले रियलमा चाहिँ यो हो तर हामीले ट्रिकमा चाहिँ यति गर्छौँ यो सबै जोडेर निकालेर बस्न भ्याउँदैनौँ पहिलो संख्या प्लस अन्तिम संख्या यो कुन बेला यो प्रकारको ट्रिक लाग्छ भन्दा जुन क्वेसनहरुमा सबैमा इक्वल डिफरेन्ट हुन्छ जुन संख्याहरुमा बराबर अन्तर हुन्छ त्यो समयमा हामीले यसरी यसलाई हिट गर्छौं अब ल गर्नुस् त अब यहाँ एउटा म दिन्छु गर्नुस् है यहाँ तपाईहरुले जस्तो 1 देखि 118 सम्म का 5 ले निशेष भाग जाने संख्याहरुको औसत 1 देखि 118 सम्मका सबै
5ले निशेष भाग जाने संख्याहरूको औसत, निशेष भाग जाने संख्याहरूको औसत, जाने संख्याहरूको औसत भनेपछि यसलाई 5 का मल्टिपल भनेर बुझ्दा नि हुन्छ, वा 5 का मल्टिपलको औसत, मल्टिपलको औसत। ल 1 देखि 118 सम्मका 5ले निशेष भाग जाने संख्याहरूको अथवा 5 का मल्टिपलको औसत कति हुन्छ? हो, तपाईँले यहाँ हेर्नुहोस् है, 5ले भाग जाने पहिलो संख्या त कति भयो त? 1 देखि 115 सम्म 5ले भाग जाने पहिलो संख्या त 5 भयो। अब अन्तिम संख्या 115, 1 देखि 118 सम्म 5ले भाग जाने अन्तर त बराबर हुन्छ नि, को औसत, यो औसत हुन्छ है। ल अब 5 + 115/2, 120/2, यो भनेको 60। सक्यो। यही ठाउँमा 1 देखि 118 सम्मका सबै संख्याको भने अब कति हुन्छ? ल भन्नुहोस् त, सबै संख्याको औसत भनेको चाहिँ कति हुन्थ्यो? सबै संख्याको औसत भनेको भए कति हुन्थ्यो? 1 देखि 118 सम्मका सबै संख्याको औसत भनेको कति हुन्थ्यो? 1 देखि 118 सम्मका सबै संख्याको औसत भनेपछि आन्सर एउटै आउँछ भन्ने होइन। पहिलो एक सबै संख्या भनेको 118 अन्तिम, यही भयो। अपन 2 पहिलो, अन्तर इक्वल हुँदा चाहिँ ठ्याक्क बिचमा पुग्छ कि सजिलो हुन्छ। सबै यो फल निकालेर बसिरहनु पर्दैन। अनि यो औसत आइसकेपछि यसलाई संख्याले गुन्देपछि फेरि त्यसको ऊ पनि आइहाल्छ, सम पनि आइहाल्छ। पछि सम्म त छुट्टै हामी सिकिहाल्छ, यो त समस्या भएन। अब अर्को हेर्नुहोस्, थर्ड ट्रिकमा। अब दुईटा संख्या दियो, जस्तो 9 र 4 दियो। अब थर्ड ट्रिकमा दुई संख्या 9 र 4 छन्, दुई संख्या 9 र 4 छन्। दुईटा संख्या 9 र 4 छ। यो दुईटा संख्याको एउटा अर्थमेटिक मिन निकाल्नुहोस्, अर्को ज्योमेट्रिक मिन निकाल्नुहोस्, अर्को हार्मोनिक मिन निकाल्नुहोस्।
कहिलेकाहीँ यसरी हामीलाई 3टा फरक फरक सोधिदिन सक्छ। 2टा संख्या 9 र 4 छन्, अर्थमेटिक मिन, ज्योमेट्रिक मिन, हार्मोनिक मिन। अब यसरी सोधिन सक्छ। यो सोध्यो भने यो कुरा त यो फरक फरक हो। यो फलबाट निकाल्ने, यसलाई तपाईँको चाहिँ एक्सपोनेन्सियलबाट निकाल्ने, यसलाई फ्र्याक्सनबाट जाने हो। ल यसलाई चाहिँ गर्नुहोस् त। भनेपछि यो अर्थमेटिक मिन भन्नु भने 2टा संख्या दिएपछि a प्लस b अपन 2, यो 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 अर्थमेटिक मिन। अब ज्योमेट्रिक मिनको रुट अन्डर a इन्टु b, हार्मोनिक मिन चाहिँ 2ab अपन a प्लस b। यो 3टा सूत्र समान भयो तपाईँले, यो 3टा यसको सूत्र भयो। अब यो a भयो, यो b भयो। जहिले पनि am चाहिँ gm भन्दा उही संख्याको लागि gm भन्दा ठुलो हुन्छ। यसको कनेक्सन यस्तो हुन्छ। अनि हार्मोनिक मिन चाहिँ योभन्दा ठुलो हुन्छ। ल यो चाहिँ बुझ्नु पर्यो। अर्थमेटिक मिन ज्योमेट्रिक भन्दा ठुलो, हार्मोनिक भन्दा ज्योमेट्रिक मिन ठुलो, एउटै संख्याको लागि। अब मान राख्नुहोस् त। अब यो am gm hm भन्ने कति हुन्छ भन्नु? यसको चाहिँ am gm hm कति हुन्छ? अब यहाँ हेर्नुहोस् है, a प्लस b अपन 2 भनेको कति भयो? 9 प्लस 4/2, 9 4 13/2 भने 6.5। अब रुट अन्डर भने 9 इन्टु 4, 9 चौको 36, 36 भने 6। ल हेर्नुहोस्, दुईवटा संख्याको तपाईँले am निकाल्नुभयो, ज्योमेट्रिक मिन निकाल्नुभयो, हार्मोनिक मिन निकाल्नुभयो भने फरक फरक हुनुभयो। अब 2ab, 2a भने 9, b भने 4 अपन 9 प्लस 4, 9 चौको 36 हुन 72, 72 अपन 9 4ले 13, 13 5 65। ल हेर्नु घट्यो नि, योभन्दा यो घट्यो, 13 5 65, बाँकी र 7 शून्य, फेरि 7 7 शून्य 19 5। यसरी तपाईँको जहिले पनि यो 6.5 चाहिँ 6 भन्दा ठुलो हुने हो, यो 5.5 भन्दा ठुलो हो। एउटै संख्याहरूको अर्थमेटिक मिन चाहिँ सबभन्दा हाइएस्ट हुन्छ, अनि ज्योमेट्रिक मिन हुन्छ, अनि फ्र्याक्सनमा दिएको हार्मोनिक मिन हुन्छ। अब यो झुकिन्छ त? यो तपाईँको झुकिँदैन, यसमा झुकिनु पनि छैन। अब भनेपछि यो फल निकालेर अर्थमेटिक मिन भनेको चाहिँ त्यो चाहिँ टोटल सम निकालेर त्यसको कतिवटा संख्याले भाग गरिदियो। अब यो चाहिँ एक्सपोनेन्सियलको गुणानमा हो। यो चाहिँ तपाईँको फ्र्याक्सनमा हुन्छ, जस्तो 1/a प्लस 1/b अपन 2 गरेर निकालिन्छ होइन, फ्र्याक्सनबाट। भनेपछि अब यसो 3टा बुझ्नु पर्यो। अब यो अरू आएपछि तपाईँले गर्न सकिहाल्नु, यो समस्या हुँदैन। अब भोलि अरू यसका त एकदम बेसिक टाइपका भयो आज हामीले गरे। अब अर्को क्लास हामी यसका एडभान्स, त्यो चाहिँ कुन लेभलमा हुन्छ? यो धेरै छ, कति छ 10वटा भन्दा बढी छ। किनभने सबै टाइपका नगरिकन जहाँ जहाँ गर्न सकिने होइन। अब 10-15वटा छ। सधैँभरि सोध्ने भए त त्यसो सोध्न सकिन्छ जति सबै सिक्नु परिहाल्यो नि होइन। त्यो सबभन्दा धेरै सोध्ने भएपछि त त्यसले जहाँबाट जे सोध्न सक्छ त्यो त सबै तयारी गर्नु पर्यो। त्यो उनीहरू धेरैवटा टाइप हुन्छ।
एकदम राम्रोसँग तयारी गर्नु पर्यो र